गाइस आज म आलु मटर बनाउँदैछु होइन एकदम सर्टकट तरिकाले हेर्दै गर्नु होला भिडियो अन्तिमसम्म। अलि माया पनि देखाउनु होला, म पनि हजुर जस्तै मान्छे हो। अदरक लसुनको पेस्ट हालिसक्यो यो भित्र होइन। अब टमाटर पिसेर ग्राइन्ड गरेर हाल्छु, त्यो हजुरलाई देखाउँदै जान्छु हेर्दै जान्छु। 3वटा मिडियम साइजका टमाटरहरू काटेर जारमा हालिसकेँ। अब आलु मटर धोएर काटेर यसरी रेडी गरेँ। प्याज यतिको भइसक्यो, अब टमाटर हाल्छु हेर्दै जान्छु। प्याज यतिको भइसकेपछि अब टमाटर हाल्नु। यतिको भएपछि यसमा आलु मटर काटेको होला यो हालिदिने, त्यसपछि पानी हालिदिने, सिटी लगाइदिने। दुईवटा सिटीमा रेडी हुन्छ। सिटीको 5 मिनटसम्म यसलाई चलाउने आलु र मटरलाई राम्रोसँग मसलासँग। त्यसपछि पानी हालेर दुईवटा सिटी लगाइदिने, त्यसपछि तरीवाला आलु मटर रेडी हुन्छ। आफूलाई कति पानी चाहिन्छ त्यसै अनुसार थप्न सकिन्छ। ड्राई खाने भए यतिको राख्नु, म यत्तिकै राखिरहेको छु ल। अब सिटी लगाएर एकचोटि हजुरलाई लास्टमा देखाउनेछु। फेरि म आलु मटरको सँगसँगै साग पनि बनाउँदैछु होइन, बिना लसुनको। यो हाम्रो अदरक भइहाल्यो, यो मिर्च भइहाल्यो, यो प्याज भइहाल्यो, अनि यो घी भइहाल्यो। अनि यो कडाई गरम हुँदैछ, त्यसमा म अब घी हाल्छु एकैछिनपछि। यो घी भइहाल्यो होइन। अब यसमा ठ्याक्कै अदरक लसुन हाल्छु म। त्यो भइसकेपछि म यसमा टमाटर हाल्दैछु। अब स्वादअनुसार नमक र मिर्च हाल्छु, त्यसै अनुसार हजुर पनि आफ्नो स्वादअनुसार हाल्नुहोला। अलि सानो गरम मसला हालिदिनु होला। अब यस्तो भुटेर यसलाई यतिसम्म बनाइसकेँ होइन। अब मेरो साग रेडी। अब खाना पनि रेडी भइसक्यो। सर्सौँको साग हो होइन यो, हेर्नुहोस् यस्तो कलर आउनुपर्छ। त्यसपछि मात्र साग, यसरी सागले तेल घी छोडेपछि त्यसपछि साग रेडी छ भन्ने कुरा स्पष्ट हुन्छ ल। अनि यो आलु मटर पनि रेडी भइसक्यो। अब पनि रेडी भयो। अब काटेको धनियाँ हालिदिन्छु अलिअलि। आलु मटर क्या दामी भन्ने आज हेर त ल। ल अब खाना रेडी भयो। थ्याङ्क यू सो मच गाइज। अलि राम्रो सपोर्ट गरिदिनु होला, अलि माया गरिदिनु होला। हजुरको आशा विश्वाससहित मैले आज एउटा छोटो ब्लग बनाएँ। तपाईँलाई धेरै धेरै धन्यवाद। यहाँसम्म मेरो भिडियो हेरिदिनु भयो, धेरै